नमस्ते साथीहरु, मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरुलाई फेरि पनि वेलकम टु माई च्यानल, वेलकम टु माई न्यू ब्लग्स। साथीहरु, म फेरि पनि हजुरहरुको माझ नयाँ ब्लग लिएर उपस्थित भइसकेको छु। अनि आजको मेरो ब्लग चाहिँ छ के छ भने त थाहा पाइसक्नु भएको छ, भनिराख्नु पर्दैन हैन। आज चाहिँ म एकदम पार्सल प्याकिङमा छु हैन। आज चाहिँ बुढालाई पठाउनु पर्ने, बुढा र मेरो बहिनीलाई चाहिँ त यो मनियामा। अनि आज पार्सल प्याकिङ छ, पार्सल किनमेल छ हप्ता नपत्ता। यहाँ चाहिँ हाम्रो चाहिँ मम्मीले चाहिँ ज्वाइँ र छोरीको लागि मेरो माइलिन ज्वाइँले अनि मेरो कान्छी छोरीले खाने सुकुटी काटिदिएको थोर भएछ। आज फेरि 1 किलो थपेर धेरै बनाउने। अब अचार पनि छ 2-3 किलो सुकुटी गर्दा त भाजी त टाइम आउँछ, लाने मान्छेलाई पनि समस्या पर्छ। कस्तो घाममा टिल्टी बस्नु भएको, आउनु न माथि। अनि फेरि मैले नपठाएको त्यसरी भेनाले दिदीले पठाएको छ ल सबै ढुक्कै यसो भन्छ। उसको सामानको लागि पैसा पठाउँदैछ, पठाउँछ हैन। उसको सामान थप्नुको लागि तर कति पैसाले पुगेन अरे, ढुक्कै मलाई पुगे कसले ज्वाइँले अहिले उसकै सामान सुकुटी आज धेरै थप्दे भनेर फेरि पैसा हालिदिन लागेको कि सुकुटी थप्नु भनेर। अनि मलाई भन्छ कति पैसाले पनि नपुगेको है तिमी मेरो बुढीलाई त भन्दा ढुक्कै मलाई पठाइदिएको जस्तो। नि नपठाउन त पठाइदिनु, जति छ त्यति पठाइदिन्छु भनेको नि। फेरि अब यो सुकुटी थप्नु पर्ने, सुकुटी लिन जान आँटेको, सुकुटीको अचार अनि अकबरे सुकेको दुटा नानी सारन रेडी हुँदै गर्छ। त्यो चाहिँ यहाँ चाहिँ यो पार्सल बुढालाई र बहिनीलाई र बुढालाई पार्सल पठाउनुको लागि सुकुटी अलिक आलो आलो रहेछ। यो मम्मीले चाहिँ काटेर घाममा सुकाउँदै हुनुहुन्छ। अस्ति चाहिँ अब 9 तारिक पठाइदिनु पर्ने भन्यो होइन। अनि भन्दा आज 7 तारिक नै जाने भएछ। फेरि आज हतार काटेर सुकाउँदैछु। अहिले फेरि अचार पनि आफै बनाएर पठाइदिने भनेको, 9 तारिक भनेर आफै बनाउने भनेको त भ्याएन। अब आज काज भएर अहिले अचार चाहिँ रेडिमेडै किनेर पठाइदिन आँटेको। फेरि सुकुटी थप्नुपर्ने गाइजहरू यस्तै छ। हिजो भर्खर बिहामा गएर आएको, थाकिरहेको। सुकुटी चाहिँ थप्दिनु अरे 2 किलो नै पठाइदिनु अरे। कतिजना पोसाउनु होला नि होइन, अंशुलाई 1 किलो अरे, 2 किलो त्यति 1 किलो। अनि को खानु, चिपुर्कीलाई कति दिनु, चिपुर्कीले पकाएर खाने होइन, त्यसले बाँड्ने होला नि त बान्नुलाई। चिपुर्कीलाई कति दिनु, म कति खानु, कता आँखामा लाउनु, कता नाकमा लाउनु भन्छ। अब होस् बल्ल बल्ल पाउबाट चिपुर्कीले चाहिँ पकाएर खुवाउनु किन लान्छ अरे, त्यही पकाएर खाँदैन, लान्छ अरे बोकेर। उसले पनि बाँड्छ होला नि त। अब बेला सधैँ मान्छे विदेश सधैँ जाने पाइराख्दैन। अब गएको बेला लगिराखोस्। हामी पो अब यहीँ हुन्छ जति बेला भयो त्यति बेला किनेर खान पाएँ, उनीहरू पाउँदैन। 2 किलो नै पठाइदिनु अरे। बरु 1 किलो जति सुकेकै किन्नु अरे क्या, आलु नकिन्नु अरे। यस्तै भ्याउँदै सुकाउनु। खै आमा एक्लै खाइदियो क्या, मम्मी खाने पनि छैन। यो चाहिँ मैले बनाएर घरमै खानुलाई बनाएको थिएँ। यो चाहिँ मैले घरमै खानुलाई बनाएको थिएँ। अब यो मेरो बुढालाई पठाइदिने। यो मुलाको अचार, यो अकबरेको सुकुटी नपुगेर अनि खोर्सानी हेरेर बिर्सेर म चाहिँ अब लिनु गएको है बजार। तिमी र म जाऊँ ल, तिमी र म जाऊँ ल। हेर्नु है सुकु त्यो दिन्छ होला नि त। कस्तो 9 तारिक भनेर झुक्काएर क्या यहाँ हतार पतार भयो। छोरीको साथीसँग हिँडेको। होइन उतारी लाइन लैजाउँ ल। उतारी लाइनमा त्यो सुकुटी भएन अरे, आलु पनि पठाउनु अरे, मजाले सुकेको खङ्रङ्ग पठाउनु पर्ने अरे। विदेशीहरूको पनि अर्डरहरू सकिएन, यहाँ डिमान्डहरू पनि। म चाहिँ अब यहाँ
चाहिँ सामान बोक्न जोडा यस्तो बोकेर हिँडिरहेको छु एटिएमबाट पैसा निकाल्नु पऱ्यो फेरि सिक्युरिटी थप्नुको लागि मान्छे पकाउनु Please enter your personal identification number. Your transaction is being processed. Your transaction is being processed. ल पैसा झिके अब डाइरेक्ट सिक्युरिटी बजार म त के सर यस्तो तारन्तर बिजी भएको छक्कै पर्छु अब यहाँ सिक्युरिटी पाउने ठाउँ थाहा छ सिक्युरिटी पाउने क्या त यो घन्टाघर पछाडि सिक्युरिटीहरू बेच्छ नि त्यहाँ जाउँ ल किन सिक्युरिटी के अलिक सुकेको छैन यो पनि सुकेकै छ त अनि विदेश लानुलाई हो क्या विदेश लानु अलिक खङ्ग्रामा सुकेको छैन अलिक महँगो पर्छ कति पर्छ 2500 हो 2400 आउँछ खङ्ग्रामा पर्यो अनि एक हप्ता थाम्छ ढुडी पर्छ पर्दैन कहिले पुऱ्याउनु 13 तारिकको फ्लाइट 6 दिन त अझै छ 6 दिनमा पुग्छ सुकाउनु भयो भने हुन्छ अनि भ्याउँदैन सुकाउनु अहिले पठाइदिनु पर्ने अहिले नै हो भने त भन्नु सक्दैन किरा पर्छ किरा त पर्दैन कि अब यस्तो त प्रपर तरिकाले मजाले सुकेको हुँदैन नि त खङ्ग्रामा अलिक सुकेको खालको छैन है बहिनीकोमा अलिक सुकेको एकछिन ल यहाँनिर सोध्छु ल 6 दिनमा आज त ढुरी पर्छ भन्छ अर्कोमा सोध्नु पर्यो यतिको मात्रै सुकेको छ अरे कस्तो पूजनहरूको भयो थ्याङ्क यू अचार चाहिँ अब यही ल के नामको अचार हो माइला होटेल टाइम भयो त आफै बनाएर लानुहुन्थ्यो अब टाइमै छैन यो चाहिँ के को पर्क मजाले गरिदिनु ल तेल ननिस्किने गरी छिटो छ भने फेरि लिन आउँछु चाख्ने धेरै दिन मात्रै राख्नु भयो भने राख्नुहुन्छ चाख्ने अचार खोलेर ए यो त 1-2 महिना अड्छ रहन्छ होला नि त ए चाख्नु दिनुहुन्छ अरे चाख्नु पर्यो त्यसैको त अझै मात्रै हुन्छ क्या हाम्रो मसला हाम्रो राम्रो खालको हुन्छ तिखो मिठो रहेछ खानु छ माइला होटेलको अचार मिठो रहेछ है विदेश लानु छ भने चाहिँ यहाँबाट आएर लानुहोस् सस्तो पनि रहेछ पैसा दिएँ है मैले कबर यो सुकेको कति होला है सुकेको 500 रुपियाँ प्याकेट यो 1500 रुपियाँ पावा पिरो हुन्छ पिरो भएन भने तोरीको चाहिँ कति हो यो चाहिँ 100 रुपियाँ तपाईँकोमा सागको बिउहरू पाउँछ यहाँ आमा दिन त 300 रुपियाँ खरबुजा लानु पर्यो कसरी हो यो खरबुजा
अलिक गुलियो खालको जोखा त एउटा 2 किलोसम्मको ठिक्क 2 किलोसम्मको हो त जोखा त काँक्रा पनि 1 किलो हालिदिनु त तीनटा समोसा होइन अनि यो 2टा कचौरी हालिदिनु न यो हिजोको त होइन नि है आज के हो चारा छोरीको साथी कलेजबाट डाइरेक्ट आएको रहेछ खाजा पनि खाएको छैन उनीहरूलाई खाजा पुगेको घरमा मलाई पनि भोक लागिरहेको छ डाइरेक्ट पुगेको केही पनि खाएको छुइनँ त्यो पार्सलको लागि धावाधुप भएर त्यहाँको चाहिँ मिठो लाग्छ क्या मलाई त्यो कचौरीहरू मिठो लाग्छ त्यो अचार नहालिदिनु ल म खान्न नहालिदिनु कति भयो 150 150 अलिक अगाडि निकाल त अब यहाँबाट जाँदा चाहिँ प्लास्टिक लगेर जानुपर्छ ल निकाल म बाहिर चढ्छु अब चाहिँ सबै सक्यो सपिङ अब त्यो यो पार्सल प्याक गर्ने प्लास्टिक यहाँ भएकोमा किन्ने अनि सक्यो मेरो सकिन्छ अनि घर गएर फेरि काम के भन्छ प्याकिङ गरेर अनि भरे बेलुका चाहिँ तल पुऱ्याउनु जानुपर्ने अनि मात्रै ढुक्क हुन्छ भैया प्लास्टिक त 1 किलोवाला प्लास्टिक हेरौँ त यो पानी खाने बोतल पनि थिएन घरमा मिनरल वाटरको बोतलमा खाँदा भक्क लगा यो लानु पर्यो अस्तिदेखि किन्ने भनेको बिर्सिरहेको 3टा मात्रै हो आउँछ भोलि पर्छ चारवटा भइ पुग्छ अनि साको बनाएर जिप्परवाला क्या तेल ननिस्किने खालको खै ए होइन तोइदेऊ त्यो चाहिँ कसरी गोटायो चाहिँ जलामा हाल्यो त गाडीमा उभियो सबै लगभग सबै सामान त किने कि फेरि के बिर्से त लागिरहेको मनमा घर गएपछि याद अन्त त्यस्तो त हुन्छ त सबै सम्झेर हिँड्नु चाहिँ ल हिँड जाउँ नि वास्मी सक्यो अब सब घर जाउँ सक्छ झन्डै लड्यो ए उस तिम्रो साथीको दोकान रहेछ होइन ए ल अब लाग्यो घरतिर सबै काम सक्यो अब लगभग के बिर्से त मनमा लागिरहेको छ सम्झेको जति त सबै किनेको छु भित्र त्यो ल्याउ ल तिमीले ल गाइजहरू घर आइपुग्यो घाम पनि एकदम होला 40वटा घाम लाग्छ ए मरे मर्गले हम शरण राखेँ शरण आइदिएन ऊ साथीलाई भोक लाग्यो होला ऊ बिचरा के खाजा खाएको थिएन होला मैले लगेँ सिधै म त के हो पङ्खा बाल कहाँ यहाँ बाल्नु शीतल छ ए राम मरे म त आयो त नि मम्मी आयो त नि अब प्याकिङ त्यहाँ उयो ल्याएको छौ मम्मी ओ सिङ्गडा ल्याएको छ आइ त सारान न्युज मलाई पनि दे मम्मी खान्छु भोक लाग्यो अब उयो बोजू नातिनी चाहिँ अलिक टन्न करेन्ट अन्डा पकाएर भुँडी अरट्ठै पारेर बसिरहेको छ म चाहिँ खाँदिनँ नि त मन पर्दैन करेन्ट है के छ भन्छ जे पनि चाहिन्छ लुसिएर भोक लाग्यो अब यति खाएर एकछिन रेस्ट गरेर म त पार्सलहरू पुरा प्याकिङ गर्नुपर्ने छ है काम चाहिँ टन्न अझै प्याकिङ गरेर पुऱ्याउनु पनि जानुपर्ने छ यहाँनिर दिस इज कचौरी हिजो एनिभर्सरीमा बेलुका खाएर आएर अगाएर बेलुका पनि भात नखाइ सुतेको अहिले बिहान पनि उठेदेखि केही खाएको छैन भोकले चाहिँ आँखै निस्केला जस्तो भएछ एउटा सिङ्गडा उजेरी ल्याइदिएको छु पानी चिसो झिका त मधी चाहिँ खानकी भयो अरे यो मम्मीलाई नखाने अरे के
लगाउन आएन कसरी लाउनु भनेर चाहिँ के अनि म चाहिँ हुन्छ त तपाईँ के चाहिएको थुक्पा मोमो चाहिने पुइतेको हबी आउँदै लाग्छ खर्बुजा आउनु न सुकुटी बेच्ने बहिनीलाई खिचिमारी बहिनी खिच्दा त मेरो भ्लग हो तिमीहरूको दोकान एडभर्टाइज हुन्छ भने टाइमिङ गर्ने बहिनीलाई खिच्नु किनेर ल्याएको भने आमाले त के हो रेडी गरेर ल्याइदिनु भएछ त तपाईँसँग नखाएको यो कसलाई त्यतिकै राखेको भने त्यो उनीहरूले खरबुजा त्यसलाई राखिदिएको तेरो खरबुजा सबको एउटा खरबुजा खाएको छ सानामा तै खरबुजामा सबैलाई कस्तो बोल्दैन कट्टी भन है त्यसले खरबुजा दिएन छ कि बोल्दैन कट्टी भनेर खावा नि कुटी खुवाइदिएको डल्ले एउटा मान्छे लु अर्काको लु माग भन्दै लु खावा अन्त चिसो हुनुपर्छ क्या भर्खर ल्याएको म त हाम्रो केटाको निलो कलरको स्कुल देखेँ कि परबाट आउँदाखेरि दर्सी म त पर्छ नआयो हाम्रो केटा अगाडि क्या यहाँ निलो कलरको स्कुल देखेँ कि परबाट आउँदाखेरि पर्सन आएछ भने तर्सेँ नि म त अब चाहिँ यो सुकुटीहरू चाहिँ म प्याकिङ गर्नु आँटेको साथीहरू यति भयो 2 किलो सुकुटी बुढोलाई पठाउने साली भेना मिलेर खान्छन् किन उमा राख्नुभएको त्यहाँ के गर्नुभएको रेपोको बनाउनु भएको ए त्यसले एक ठाउँमा हुँदैन त्यसलाई 2-3 भाग बनाउनु पर्छ 4 भाग बनाउनु यहाँ हेर यहाँ 2जना आँखा च्यातेर साली भेनाले आँखा च्यातेर हेर यहाँ यसरी पठाइदिएको छ काँडो गरेर चिज गरेर खाने त पकाउँदै फ्याल्दै चारोमा हाल्दै गर्ने होइन अनि छाक्कै पेसो पनि खाने होइन यति दसैँमा खाने हो 2 पेप्रो निकाल्ने हो गट्टामा हाल्ने हो झोल बनाउने खाने हो ठाडो गरेर यहाँ घरिघरि मान्छे आउने पाउँदैन पठाउनु त ठुलो कुरा होइन नि मान्छे पाउनु गाह्रो हो क्या त्यस कारणले एकदम ठाडो गरेर चिज गरेर खाने है यहाँ गुन्द्रुक पनि हालिदिएको छु सिन्की पनि हालिदिएको छु यो अक्कबरी हालिदिएको छु अनि यहाँ छ गुन्द्रुक अनि यहाँ मुलाको झर पनि हालिदिँदैछु प्याक गर्दैछौँ है हामी यो चाहिँ मैले आफैले बनाएको है घरमा खानु बनाएको अचार बुढालाई ठक्क पठाइदिएको माया अरे मेरो बुढालाई मेरो बुढा र मेरो बहिनीले यो मायाले खानु अलिअलि है फुट्ने पनि डर हुन्छ भनेर यहाँ जिपरवाला एक्कासी भन्छ मान्छे आउँछ भनेर के भन्नु मैले दिएको चाखेर सबै हामी दबाई पनि ल अब मेरो पार्सल पनि रेडी भयो नाम लेखौँ भनेको मार्कर रहेन रहेछ अब छोरीलाई यहाँ बजारमा मार्कर किनेर नाम लेख्दै भनिरहेको छु यहाँनिर ल अब छोरी पुऱ्याउनु जान्छ मान्छे भोलि बिहानै हिँड्ने अरे आयो कता हो मार्कर किन्नु अनि फ्रम के लेख्छस् फ्रम बुढी लेख्दै अनि टु तारु लेख्दैन भइहाल्यो त फ्रम बुढी अनि टु तारासिंह तामाङ बुढा लेख्दै अनि बहिनी बुढा र बहिनी फ्रम बुढी टु तारा एन्ड बहिनी फ्रम चाहिँ फ्रम प्रतिमा राई लेख्दै होइन टु चाहिँ तारु र भइहाल्यो त अनि यति भयो छोरी पार्सल पुऱ्याएर आयो ए अँधेरो भइगएछ त खै किन यस्तो अँधेरो भएको स्यारो
हो पुरै त्यो अङ्कलले लग्यो लियो के भनौ के भनौ यहाँ त होइन नि खासमा त स्विमिङ पुल बाजे घरतिर हो भने ए खुद त्यहाँ आइपुग्यो भने आयो नि बिचरा माया देख्छु जारा आयो आफू लिन आयो यहाँ घरमै आऊ भने न सुन यो चोक थाहा छ भनेर थाहा छैन भने मै आउँछु भने अङ्कलहरू त आएको जस्तो थियो दाइ जस्तो तन्नेरी नै बाउकोलाई पठाउने पार्सल पुऱ्याएर आयो अनि मलाई पनि खाजा ल्याइदिएछ के खाजाको पैसा त चाहिन्छ अरे के को ल्याइदिन्थ्यो उनीहरूको त एक हिसाब गर्छन् ए आजको दिन पनि त्यत्तिकै बित्यो म त एकछिन छोरीलाई पार्सल पुऱ्याउनु लगाएर एकछिन ढल्केको झपक्क सुतेछु अहिले आएर फेरि खाजा ल्याइदिएछ नि अब यहाँ हेर्नु नै अनि पार्सल पठाएर यस्तो छ मेरो त हालत हुन थालिङ्ग छ यसरी अब खाजा खान्छु अनि सबै साफसफाइ गर्छु के ल्याइदिएछ त खा नजाने भोलि मात्रै अब दुईवटा छ त प्याकेट त नि के हो यो छोरी खाना त ब्लग्स बनाइस् ब्लग्स पैसा दिनु म काटेर आउँछु पैसा नदिनु त्यही पैसा कपाल काटिदिनु के भनेको के भयो तेरो पैसाले काट्ने भनेको होइन काट्ने जुन न तपाईँलाई पैसा दिन काटेर आउँछु पैसा त मैले दिनुपर्ने तपाईँ मम्मी होइन मम्मीले चाहिँ दिनै पर्ने म सँगै जान्छु कि आफैलाई पनि खान्छु त भन्नु यो खाना नि त लाफिङ चाहिँ दामी छ हो ड्राई झोल नदिएको मैले ड्राई भने मिठो छ यो पनि ए ल नि त निद्राले कस्तो भइरहेको फ्रेस हुन्छ खाएर अमिलो लाफिङ त अमिलो हुन्छ होइन र अमिलो खै भनेको खै कहाँबाट लगाएको यो ताल्ने बेतालको मिठो छ अहिले तपाईँलाई त कस्तो चाहिने खुब झोलको झोल झोलवाला होइन नि ड्राईवाला हो 110 को त ठिक यत्रो त ठिकै यो त ठिकै हो कति धेरै दिएको यता आमा खा भो खाएर अब कति खानु निस मिलाउनु खुवाइस् कि हामी आफा खाएको नि यही खाएर राजदिदी बनाएको एउटा माग राजदिदी बनाएको वान बाइट क्याफे साथीहरूमा चाहिँ कामसाम सबै सकेर पनि खाजा खाएर पनि अहिले नुहाएर चट्टसँगले फ्रेस भएर आएको अनि मेरो आजको यो मेरो ब्लग पनि यही एन्ड गर्दैछु भिडियो हेर्नुभयो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला अनि नयाँ भ्युवर्सहरू हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला फेरि नयाँ ब्लगहरू ल्याउने नै छु त्यतिन्जेलसम्मको लागि चाहिँ मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई बाई बाई किप वाचिङ बाई बाई